लस्सी बन्दैछ सुन्तला केरा स्याउ खाजा हाम्रो पाहुनालाई फलफुल भयो कागती 4वटा केरा 4वटा नरिवल थियो नरिवल हुनुपर्ने नरिवलको विकल्प चाहिँ अब यहाँ नपाएर हामीले स्याउ फुटाउने उ गर्यो धुप भयो अबिरको साटोमा सिन्दुर त अबिर भएन चक्कु त्यहाँ छ होला निकाल्नु त्यो सानो चाहिँ पखालेर अक्षता भनेको चामलकै चाहिन्छ नि निकालेर अलिकति हाम्रो चाहिँ गाडी पूजा गर्न लागेको कि गुरु भन्ने दाइले गुरुले मन्त्र यस्तो पढ्ने यताउति काम पनि दाइले आउँछ अलिअलि दाइले अब फुल बाँकी छ आउँछ अनि सो त्यसैले गाडी पूजाको लागि यहाँ अबिर अक्षता अबिर हुने जे उपलब्ध छ सामान त्यो सामानले चाहिँ हामीले पूजा गर्न लाग्छौँ कि यहाँ चाहिँ नि उहाँले गुरुले भनेअनुसार केरा कागती नरिवल नभएर नरिवलको ठाउँमा स्याउ ल चोक सफा पानी हो त्यो सफा पानी हो नि सबै हो यो सिन्दुर राख पहिले घोटिन्छ फेरि उ त्यो दियो चाहिन्छ चाहिँदैन त्यही राख्दिनु दियो चाहिँदैन कि धुपकाठी चाहिँ ल्याउ न धुप त यही बोक्यो सलाई दियो चाहिँदैन पर्दैन दियो त पहिले पानीले नि वरिपरि घुम्नुपर्छ क्या गाडीमा चाहिँ पानी भिजेर उभो चाहिँ अलिकति पुस्नु पर्यो पहिले पुस्नु सफा गर्ने हो हस् हस् ल त्यो चाहिँदैन पर्दैन बाबु यता गाडी चाहिँ पुस्नु पर्यो त्यसो है ल छिसिस गर्न थिएन होला नि यस्तो गर्ने अगाडि चाहिँ नि सिसामा चाहिँ पुस्नुहुन्छ माल छाल तुर भनेको चाहिँ त्यो कुरा बुझ्छ होला क्या सुन्छ अब भनिहाल्छु कि अब दुईजनाले के गर्ने भन्दाखेरि चाहिँ दुईजनाले हात समातेर 3 फन्का लगाउने पानी छर्किँदै होइन एकदम शान्ति होस् कुनै पनि कुनै दुर्घटनाहरू नहोस् भनेर मनमानी गर्दाखेरि चाहिँ ओम श्री गणेश साय नमः भन्दै गर्ने म यता मन्त्र पढ्दै गर्छु तिमीहरू चाहिँ त्यही मात्रै भन्नु एकचोटि मात्रै भन्दा हुन्छ चिताउने हैन मनमा चाहिँ नि कुनै पनि नहोस् राम्रो होस् कुनै दुर्घटना नहोस् होइन हामीले वरिपरि हजुर पनि नि उसकै साथमा घुम्दै घुम्दै जानु है दाहिनेपट्टिबाट हजुरले यता हो त्यता ल ओम गणेश साय नमः भन्दै ल 3 फन्का आयो त पढ्नु लागि ओम आधार सप्तपे नमः ओम कुमहि नमः ओम अनन्तमाय नमः ओम पृथिवे नमः ओम कीर्तनाय सर्वसिद्धिय विश्वकर्माय नमो नमः ओम गणेशाय नमः विश्वकर्मा बाबाले रक्षा गरून् सबै कुरो चाहिँ भन्नु हो भारत नमः ओम यता जानु पर्ने भनेको तीनचोटि हो पुरा भयो ओम श्री शान्ति विश्वकर्मा बाबाले रक्षा गरून् अब धुपकाठी बाबा जय विश्वकर्मा बाबाजी जय होस् जय विश्वकर्मा ओके नहोस् होइन त यात्रा होस् सधैँ सफल होस्
गन्तव्य पुग्योस्। यात्रा सधैँ सफल होस्, राम्रो होस्, बनाउनु होस्। जय विश्वकर्मा बाबाजी, कोटी कोटी प्रणाम। अनि त्यहाँबाट अब भनेको चाहिँ त्यसो गरेरमा चाहिँ यो फुटाएर होइन यसको अलिअलि रस यसो मिठो निस्किन्छ नि च्याउको यहाँनिर पट्ट फुटाउने दुइटा अनि त्यो अलिअलि सर्ने रस निस्किन्छ त्यो रसले चाहिँ अलिअलि छिर्किने बाहिर पनि भित्र पनि हल्का छिर्किने छिर्किने 3 फुटको पाउँछ। पहिला स्याउ पहिला स्याउ फुटाउँदै गयो पट्टे पट्टे फुटाउ दुइटा फुटाएर पट्टे एकचोटि फुटाउ बाहिर बाहिर भित्र नि बाहिर पनि यसो अनि भित्र पनि यसो अलिअलि रसहरू चुस्छ होइन ल ल नरिवलको साटो यो माथिबाट माथि ड्याम्मै हाल्नु न। ओ यहाँ चाहिँ हामी पट्टै फुटाउ ओके वरिपरि चढाउनु। वरिपरि होइन 3 फुट जानु 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 चढाउनु। हो त्यसरी अलिअलि अलि जाऊ भित्रतिर पनि तिन छन्का है त अलिकति एकछिन ल। ओम श्री गणेशाय नमः आधार सप्तति नमः ओम कुमारी नमः ओम अनन्तमाय नमः ओम ओम श्री शिष्टतनाय नमः त्यसपछि एउटा केरा एउटा केरा र एउटा लिम्बू राखेर ठिक्क सधैँ गाडी अगाडि गाडी सारेर खिचिदियो स्याउलो पर्दैन त्यसलाई त्यही राख निमा खिच्नु पर्छ निबु त नि खिचेर ल्याउनै पर्छ। अनि उछिटेपछि भरे सुले त माथि लागेर खानु तिमीले फुटाउनै पर्छ। कोला भन्दा पनि निबु चाहिँ फुटाउनु पर्छ राजी। कोला पर्दैन। पाङ्ग्रामै राख्ने होला पनि हो के अरे शास्त्रमा त्यसो भनेर माइलो केरा र राख्ने ठ्याक्कै पाङ्ग्रा बिचमा राखेछ। भयो अलिकति गाडी अब अगाडि खाएर ठिक्क पार्दै लु भाइ कुदाउनु गाडी। जय विश्वकर्मा बाबा भन्दै ढुङ्दै ट्रेनिङ गर जय विश्वकर्मा बाबाजी। अलिकति सिधा पऱ्यो। ए सिधा छ सिधा सिधा पऱ्यो। यता आयो अन्त। ओम गणेशाय नमः जय विश्वकर्मा बाबाजी। ओम आधार सप्तति नमः ओम कुमारी नमः ओम जय अनन्तमाय विश्वकर्मा बाबाजी। जय 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 उतारेर चाहिँ खिच्नु जय। कति मजाले फुट्यो। फोटो मजाले फुट्यो नि कस्तो मजाले फुट्यो। फुटेको यसरी फुट्यो मजाले राम्रो भयो। सतनाय सर्वसिद्धिमय विश्वकर्माय नमो नमः भेरी गुड धेरै राम्रो भयो धेरै राम्रो मजाले फुट्यो। साह्रै राम्रो भयो। ल भेरी गुड अब यस पछाडि भनेको चाहिँ बुहारीको खुट्टामा हल्का पिउ दलेर टुक्कसँगले यहाँनिर छाप लगाऊ दाहिने खुट्टामा अथवा दुइटै खुट्टामा बडा हुन्छ भर्सक चाहिँ नि पानी हाल्नु पर्यो कि हल्का अनि यसो अलिअलि फुलले दला न ए चामलले यसो गरेको अछेताहरू त्यो अक्षताले अघि बाटोमा लेखेर ल त्यसको गर्दाखेरि खुट्टामा बाटो यस्तो हो राजी। यहाँ चाहिँ यसलाई नि झ्याप्पै पानी हाल्यो अनि उसले चोक्छ नि हुन्छ नि यो अलिकति अछेताको छ नि त। हो यसो चाहिँ गरौँ। हो यसो केही गरौँ। फरक पर्दैन केही फरक पर्दैन ल मेन हो है। चप्पल यो धुनु मिल्ने चाहिँ लाउने होइन मेरो लाउँछ यो चप्पल चाहिँ अर्को लाउनु पर्थ्यो। खाने खुट्टै छोडिदिएर खाली खुट्टै मेरो चप्पल लाउँदा जुन हुन्छ भाइ लु है अलिक कम्पेयर साडी साडी लगाएको भए त कति राम्रो देखिन्थ्यो। साडी त यो भिडियो त मेन हो। दुइटैले गर्नुपर्छ
दुईटैले होला नि होइन दिदी यहाँ सुन्नु यसरी बोक्छन् नि यसरी बोकेर चाहिँ यहाँ चप्पै चोबेकी हुन्छ नि उनले दुईटैले चोबेर अनि लगाएर सबैसँगले नि यहाँ यहाँनिर दुईटा छाप बनाइदिने लक्ष्मीको छाप हो क्या यो चाहिँ लक्ष्मी छाप लक्ष्मीको छाप पहिला उ गर्छ उचाल्छु पहिल्यै उचाल्छु पहिला पहिला लग्नु होला हौ। पहिला चाहिँ उचालेर यहाँ लग्नु होला हौ यहाँ सुराइ पनि नाच्नु न हौ। त्यसरी दिदी सबै त आउँदैन नि त अनि पारा न सबै पारा सारेर केही पारा पनि हुँदैन तलै टेक्दा सारेर पारा न हो त्यसरी अब यहाँ बिचमा है। आफै उचाल्छु म खुट्टा अनि कसरी अर्को पनि हो सेमिराला लु लु ल हो ल लक्ष्मीको छाप लु विश्वकर्मा बाबाले रक्षा भेरी गुड भेरी गुड वाह भेरी गुड ल त्यही राख्दा हुन्छ चप्पल लगाउ ढिलो नराले ल भेरी गुड कति राम्रो छाप बस्छ हेर्नु ल अब चाहिँ नि गाडीको पूजा समापन भयो अनि त आम्दानी भयो अब चाहिँ नि दाइ भएर यहाँ पूजा ल सम्पन्न चाहिँ भयो नि चाहिँ दुईजना टिका लगाइदिउँ पनि लगाइदिनु पर्छ पहिला भाइलाई लगाइदिनु पऱ्यो ल रक्षा गर्नु विश्वकर्मा बाबाले पाँच लानुपर्छ नि पर्दैन हजुरहरूको हो नि त हामीले त किन पर्छ र हामीले पर्दैन नि ल भयो सक्यो सकियो पूजा लु सम्पन्न भयो कति राम्रो छाप बस्छ फोटो किन हो कि फोटो खिच्दै होला नि